अनि आज बुवा खाउने हो अलि सिधा भएर आज आमालाई लगाइदिने कि बुवालाई कि लाउनु पर्यो त आमा खाउने होला आमालाई लगाइदिने आमाहरूलाई पो लगाइदिन्छ आमाको मुख हेरिदिनको धेरै धेरै शुभकामना छोरी आमालाई सन्चो छैन चाँडै बिसो होस् हाम्रो लिउसा पनि हेरिआमा चाहिँ त उतातिर के गर्दै हो कहिले लुगा त्यो उडी तान्ने रुवा लाग्यो अहिले यहाँ अब छोरीले चाहिँ आमालाई के खुवाउने हो मम्मीलाई के खुवाउने हो ल टिका लाउनु पर्छ टिका ह्याप्पी मदर्स डे हात थापे होइन अलिक सिधा गर नि यता हेर न हो बुवालाई लगाइदिएको छ बाबा रात पनि बाटो किन तयार भयो अब खाने बेला हुन्छ यो छोरीलाई आइसक्यो छ बदम चाहिँ थोरै भुट्नु भएको रहेछ ल यहाँ पनिर र आलुको तरकारी त्यसपछि यहाँ तोरीको साग छ है अनि यहाँ मसुराको अचार छ मल्दै हुन्छ बुवा चाहिँ भाग लाउने तयारी हुँदैछ है यहाँ जिरी सबैलाई रुवा खोका लाए मिठाई यसपालि चाहिँ केक लिएर आएन यहाँ भाग लाउनु ठिक्क पारे है कस्तो आयो रे राम्रो नि भइसक्यो ल ठुलो खोकी लायो आँगन ठुलो आँगन ल लिनुहोस् लिउसालाई न अब आमालाई यो त गादल तानी छ त तल सुई सुई बनाएर बाँदर हो ल आँगन त्यो आफै झिकिरहने हो त्यो लाउनु समात्नु अनि लिउसालाई नि पखायो ल लिउसा कति के भयो तिमीलाई उ यहाँनिर खै यता हेर त लिउसालाई यहाँ तिमीलाई ल मेरो छोरीलाई खुवाइदिने अनि त्यसपछि खोइ त आमालाई खुवाउने भने खोइ ममलाई खुवाउने भने खोइ पुगे त्यही भइगयो नि मलाई खुवाउनु पर्यो नि छोरीले ल यता हेरेर ल त्यो एउटाले अनि उतै हात उता लग्दी त्यही हात बस भइगयो आमालाई ठुली आमालाई हातमा लिपस्टिक लाएछ केले पुग्नु ल आमालाई खाऊ ल आमालाई खाऊ ठुली आमालाई खाऊ ल अब आमालाई पनि ल आमालाई नि देऊ अब आमालाई नि देऊ त आमा उ आमालाई खुवाइदिनु गममै पानी उ गर्ला नमस्ते गरे खै ल हाम्रो सुरु भइरहेछ है लिउसाले त आफैले खाइरहेछ ल हो त्यसमै अब बुवालाई नि दे यता फेरि बुवालाई छुट्याउनु भएन नि ल ल ल ल भान्जीलाई नि खानु दे भान्जीलाई खै भान्जीलाई दिने कि नदिने भान्जीले उता दनादन दिइरहेछ गर गुड ल मस्त रहनु दाइ साहबको चाहिँ सुरु भयो है ल दाइ साहबको सुरु भयो ल खानु नै टन ह्यापी मदर्स डे ल धन्यवाद भन्नु मस्त रहनु खुसी रहनु रोग ब्यास कहिले नलाओस् ल यता हेर्ने एकताल ल मदर्स डे सुरु भइस है बिहान बिहान हाम्रो चाहिँ बेला हुँदैछ ल ल लिउसालाई नि है बिचरा हेरिरहेछ भान्जीलाई पनि दियो अनि गुल्ली कुरा त्यसरी खानु पाएपछि त नि आज दिन त खानुपर्छ कि अरू दिन नखाए भयो नानु यता ल ल भयो जसले लगाइदिनु भयो एकजना
भिडियो बनाइरहने हो टिए भएन मलाई नमस्ते 9-10 बजे भात खाने मान्छे अनि 12 बजे लागिसकेछ अनि बेलुका भोक लाग्यो ल टिका लाउनु अब अहजीले उठेर लगाइदिनु भयो ल त बसिरहले त ल पैसा लिनुपर्छ ल ल लिएन नि आज त के भयो र है लिउसा हाई भनिदेऊ लिउसा कता हो हाई भनिदेऊ ल्या रोटी आधा आधा बना न खाइदे ल ह्यापी मदर्स डे सेम टु यु राम्रोसित खानु स्वस्थ रहनु मस्त रहनु अहिले अहिले रुगा लाएर